हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना आरामै हुनुहुन्छ होला। म पनि पुरै आरामै छैन, तर हेल्थमा चाहिँ ठिक छु। तर माइन्डमा चाहिँ एकदमै नट आराम के, मतलब कति पनि ठिक छैन। किनकि तिमीहरूको र मेरो क्लास 12 को इक्जाम आउन 30 डेज बाँकी छ। अब 30 डेज मात्रै बाँकी छ लगभग, किनकि वैशाखको 11 गतितिर होइन, लगभग 30 डेज जति बाँकी छ। त्यही हो गाइज। अब भ्लग होइन, यो सिर्फ क्लास 12 स्टुडेन्ट्सको लागि मात्र भन्न खोजेको हो। किनकि क्लास 12 स्टुडेन्ट्सहरूसँग अहिले मेरो कनेक्सन छ क्या, अहिले अरूभन्दा पनि। अरूको लागि म बनाउँछु भ्लग, यो पेपर सकिँदै लगत्तै बनाउँछु। तर आज चाहिँ यो 12 को लागि क्लास एनइबीसँग जो अरू स्टुडेन्ट्स हो तिनीसँग केही सल्लाह दिउँ भनेर। के म जान्न सक्छु तिमीहरू कसरी पढ्छौ, के गर्छौ तिमीहरू, मतलब कि होइन। पेपर आउन लागिसक्यो, अब कति 30 दिन मात्र बाँकी छ। त्यसपछि चाहिँ कति पढ्या छौ, कतिको सिलेबस सकाया छौ होइन। फेरि केमिस्ट्री, फिजिक्स, म्याथले डाम्या छ कि नै तिमीहरूलाई। मलाई त यसले फिजिक्सले डाम्दैछ, डाम्या त छैन। तै पनि अब ठिकठाक छ अहिलेसम्म। अब यो फिजिक्स, केमिस्ट्री, म्याथ पढ्नुको चक्करमा चाहिँ अब अरू छुट्दैछ, नेपाली, इङ्ग्लिस छुट्दैछ। लास्टमा नेपाली इङ्ग्लिसमा त भट्किने होइन, त्यही डर लाग्दैछ। अब एनइबी स्टुडेन्ट्सलाई गाह्रै छ अहिले। राम्ररी मुखमा जति मुस्कान भए पनि टाउकोमा चाहिँ टेन्सन त छ होइन। तिमीहरू बुझ्दैछौ नि मेरो भावनाहरू। मेरो भावना कोही केटीले भने होइन है, फिलिङ्स भन्न खोज्यो। आजकल त के दिमाग अलग अलग जाँदैछ कि केही थाहा हुँदैन। जति पेपर नजिक आउँदैछ, यहाँ अवस्था गाह्रो हुँदैछ। के गर्ने यार, गाह्रो भइसक्यो। अब यस बोर्डमा कस्तो हो कि इक्जाम पनि आइसक्यो, अब प्री बोर्ड पनि सिद्धियो। आज पनि प्री बोर्ड हो मेरो, म त गएको होइन। आज इङ्ग्लिसको प्री बोर्ड हो मेरो, के जाने प्री बोर्ड। पेपर आउन लागिसक्यो, पढ्नु धेरै छ। तिमीहरूले कतिको पढाएको छ? हेलो, तिमीलाई भन्दैछु, तिमीलाई। त्यो कति पढाएको भयो? नोट कम्प्लिट सबको रट सक्यो? कतिको भयो पढाइ? म्याथको सबै क्यालकुलस खतम, डेरिभेटिभ खतम, एन्टी डेरिभेटिभ खतम। अल्जेब्रामा त 20 मार्क्सको, त्यसपछि अल्जेब्रा 20 मार्क्सको, क्यालकुलस 22 मार्क्सको। त्यसपछि मलाई त हार्ड लाग्ने भने ट्रिग्नोमेट्री हो यार, साँच्चै यार। त्यो साथले यार त्यो भन्नु 10 देखि मेरो पछाडि छोड्या होइन क्या। ट्रिग्नोमेट्रीले लास्टै खायो, मेरो मार्केट खायो, अर्को त छैन। के गर्ने यार, गाह्रो हुँदैछ कि यार, गाह्रो हुँदैछ, अति गाह्रो हुँदैछ। अब अरूलाई के भन्ने होइन, एनइबी स्टुडेन्ट्सको पीडा एनइबी स्टुडेन्ट्सले बुझ्छ भनेर यो भिडियो बनाउँदैछु। केही आफ्ना सुझावहरू यस भिडियोको कमेन्ट मार्फत दिनु होला है, प्लिज। मेरो साथीहरू पनि हेर्लान्, कोही पुरैले नहेर्यो नि। त्यही भएर साथीहरू, इक्जाम आउँदैछ है, त्यो गेम खेल्नेवाला साथीहरू पनि ध्यान गर है। बुझ्दैछौ नि मेरो साथीहरू, कसैलाई भन्दैछु म। यसमा नाम तोक्नु जस्तो भएन होइन। त्यही भएर पनि अब बुझिहाल्छौ मैले भनेको त्यो। पकड छोड्दै यार, अब त छोड्दै यार। म त कहिले खेलेन, त्यही पनि म तिमीहरूलाई एकचोटि भन्दैछु, छोड्दै। अब फेरि अब मलाई न गाली गर्नु कि भन्यो भनेर है, म खालि यत्तिकै भन्दैछु, तिमीहरूको मर्जी जे गर्छौ गर, मलाई के छ। आफू बास भयो त भयो, सक्यो, अरू केही छैन। मलाई जे गर्छौ गर भाइ तिमीहरू।
पढ्दैछु म पनि केही बस्दै बसेँ होइन। तिमीहरू सोच्ला कि यार यो त मस्त छ भनेर। पढ्दैछु म, खालि रिमेम्बर गराउँदैछु तिमीहरूलाई कि डियर एनबी स्टुडेन्ट्स, इक्जाम आइसक्यो, अब टाइम छैन। ल त्यति हो। अब केही तिमीहरूलाई पनि केही भन्नुभयो कमेन्ट बक्स एकदम खुला छ तिमीहरूको उत्तरको लागि। त्यही भएर प्लिज आफ्नो केही मन्तव्यहरू त्यो कमेन्टको गन्तव्यमा राख्नु होला। र यसैको साथ आजको अलि के भनौँ यसलाई वार्तालाप प्रक्रियालाई आज यहीँ समाप्ति गर्दै पुस्तकतिर सर्दैछौँ। आज हामी फेरि पुस्तकतिर सरौँ। सो च्यानलमा चाहिँ बनिरहनु होला। आज चाहिँ धामी ब्लग्स सब्सक्राइबर चाहिँ बढ्दै गइरहेछन्, राम्रो छ। एकचोटि आउँछ ब्लग, क्रेजी गरेर आउँछ एक्जाम सकिँदै। यो चाहिँ अब भ्लग आउँदैछ भन्नेवाला के भन्छ त्यसलाई, भ्लग आउँदैछ भनेर बताउनेवाला भिडियो पनि बुझ्नु होला। अनि भ्लग चाहिँ आउँदैछ, रेडी हुँदैछ है भ्लग। यस्तो क्रेजी भ्लग आउने, जस्ट ट्युन्ड मात्रै गाइज। पेपर सिद्धो कि फायर हो, फाडिदिने हो कि। पेपरको लागि अहिले पढ्नु छ, त्यही भएर कन्सन्ट्रेट हुन लागेन क्या। आजको भ्लग नि कसरी बनाइहाल्यो होइन, अहिले वेस्ट टाइममा बनायो। ल जति हुन्छ पढौँ। फेरि लास्टमा फेलेपछि ऊ डाइलग आउँछ त काममा, अ सिङ्गल सिट पेपर क्यान नट डिसाइड माई फ्युचर। यस्तो होइन, जतिसम्म पढिन्छ पढ्ने हो होइन, आफ्नो लकमा भरोसा गर्ने हो क्या। आफ्नो के भन्छ त्यसलाई, आफूले कर्म गर्ने हो, फलको चिन्ता गर्ने होइन। कस्तो म भन्दैछु यार, म आफूले सम्झाउँदैछु है तिमीहरूलाई होइन। ल ओके, थ्याङ्क यू सो मच फर सिइङ दिस ब्लग, not vlog, just a small clip video. Okay, bye.